हेलो नमस्कार एन्ड गुड मर्निङ गुड इभिनिङ अल्स एभ्री वान अनि यो मेरो चाहिँ बजाज रे कम्प्याक्टको बडी रिपेयरिङ हो र यो कन्डिसन चाहिँ हामीले कसरी स्ट्रक्चर चाहिँ कसरी फेब्रिकेसन गर्ने र कस्तो क्वान्टिटी कसरी कुन क्वालिटी दिने हो भन्ने कुरा चाहिँ हामी यो हेरेर पत्ता लगाउन सक्छौँ र कसरी हामीलाई पछि यो लुक्सलाई कसरी चाहिँ ग्राफिक्स र लुक्समा कम्बिनेसन गर्ने भन्ने कुराहरू हामी यो जिपिसी सिट युज गरेर गर्ने गरेका छौँ र पछि यो कम्प्लिटली भइसकेको यो अटो बजाज रे कम्प्याक्टको चाहिँ हामी यसरी यो लुक्स अहिले हामी यो बन्दै गरेको हो हालसालको लागि र बनेर कम्प्लिट भइसकेको छैन र लगभग 75% काम चाहिँ सकिसकेको छ र कलर हामीले पूर्ण रूपमा हामी यसलाई कलर हामीले निकालेको छौँ र निकाल्दाखेरि चाहिँ यो चाहिँ यस्तो देखियो यो तल खियाएको जस्तो देखिने यस्तो देखिने यो चाहिँ पछि हामी यसलाई ब्रेक ग्राइन्डिङ गरेर या सरस्वतीको घोटेर हामी यसलाई सबै रिमुभ गर्नेछौँ र त्यस पछाडि हामी यसलाई यानि कि सर्फेसर यानि कि पहिलो कोटको हामी यसलाई व्यवस्थापन गर्नेछौँ र त्यस पछाडि र यो फाउन्डेसन तल भयो यो चाहिँ पेसेन्जर यहाँ बस्नुहुन्छ यहाँ बसेर चाहिँ खुट्टा टेक्ने यहाँ हो पेसेन्जरले र त्यस पछाडि ड्राइभरले खुट्टा टेक्ने ठाउँ हो र यसको पुरै स्ट्रक्चरहरू चाहिँ हामी यहाँनिर इन्स्टल गर्न बाँकी नै छ र पछाडि इन्स्टल गरिसकेपछिको प्रक्रिया र यसको कम्बिनेसन कस्तो आउने हो भन्ने कुरा चाहिँ हामी यसलाई यहाँनिर अहिले देख्न सक्छौँ र पछाडिको यो ग्राफिक्स कस्तो आउँछ भन्ने कुरा यहाँनिर क्लियर रूपमा हामीले यतिको चाहिँ यहाँनिर लुक्स आइसकेको देख्न सक्नुहुन्छ। थ्याङ्क यू सो मच।